नमस्ते दाजुभाइ तथा दिदीबहिनीहरू, सदा झैँ अर्को एउटा विकली अपडेट लिएर आएको छु। अब जाउँ हामी डेली अपडेटतिर पहिला, किनभने यो साताको अन्तिम कारोबार हो, त्यसैले डेली अपडेटबाट पहिला सुरु गरौँ। अहिले आरएसआईबाट हेर्दाखेरि तपाईँको बिलो 35 34वटा स्टक छ, 35 to 50 177वटा स्टक छ, 50 to 70 41वटा स्टक छ, एबोभ 70 4वटा स्टक छ भने चाहिँ नि टोटल एङ्गल अप भएको स्टकहरू 80वटा छन् र टोटल एङ्गल डाउन भएको स्टकहरू चाहिँ 169वटा स्टक छन्। यो एङ्गल अप र एङ्गल डाउनबाट हामी के बुझिन्छ भन्छ नि, माथितिर गइरहेको स्टकहरू अहिले 80वटा छन् भन्छ नि, तलतिर गइरहेको स्टकहरू चाहिँ नि 169वटा छन् भनेर बुझिन्छ है। त्यस्तै किसिमले म्याक्डीमा चाहिँ नि एङ्गल अप भएको 53वटा, एङ्गल डाउन भएको चाहिँ नि 203वटा छ भनेपछि अहिले यो धेरै जसो चाहिँ नि स्टकहरू तल नै आइरहेको छ म्याक्डीको तर्फबाट। अनि यसमा चाहिँ नि बिलो जेरो, म्याक्डीको लाइनमा बिलो जेरो 206वटा स्टक छ भन्छ नि, एबोभ जेरो 50वटा स्टक छ, हिस्टोग्राम एङ्गल अप भएकोहरू होइन 130वटा छन् भन्छ नि, हिस्टोग्राम एङ्गल डाउन भएको स्टकहरू चाहिँ नि 126वटा छ। सिपिआर पहिला चाहिँ हो यो, किनभने मन्थली सिपिआर हो, समयमै त्यही रहन्छ 1 महिनासम्म। र पाइभोटमा, जस्तै कि पाइभोट पोइन्टमा रहेको स्टकहरू अहिले 40वटा मात्रै छ। त्यस्तै किसिमले R1मा 12वटा, R2मा 8वटा, R3मा 2टा, R4मा 2टा, R5मा एउटा छ। त्यस्तै गरिकन सपोर्ट लेभलमा S1मा 165वटा, S2मा 20वटा, S3मा 3टा, S4मा एउटा, S5मा 2वटा छन् होइन, जुन चाहिँ 3वटा चाहिँ नि धेरै नै तल आएको स्टक छ यो मन्थलीको पाइभोट अनुसारले। त्यस्तै किसिमले मुभिङ एभरेजको समरीमा चाहिँ नि मुभिङ एभरेज 9, EMA 9बाट एङ्गल माथि गएको स्टकहरू चाहिँ नि 95वटा मात्रै छन् होइन। जस्तै कि आरएसआईमा यहाँ 80वटामा देखिरहेको छ भन्छ नि, मुभिङ एभरेजबाट चाहिँ नि 95वटा छ भनेको मतलब केही स्टकहरू अझै पनि तपाईँको ट्रेन्डमा बसिरहेको छन् भनेर बुझिन्छ होइन। एङ्गल डाउन भएको 161वटा, अनि मुभिङ एभरेज एङ्गल अपमा 20 को एङ्गल अपमा 73वटा छन् भन्छ नि, मुभिङ एभरेज एङ्गल डाउनमा चाहिँ नि तपाईँको 183वटा छ। त्यस्तै किसिमले चाहिँ नि EMA 9 को सेम एज EMA नै छ होइन, त्यसलाई चाहिँ पछि हामी हेरौँला, त्यो खास त्यति मतलब हुँदैन किनभने सेम नै देखाउँदो रहेछ रिजल्टहरू प्रायः जसो। त्यस्तै किसिमले चाहिँ नि पोजिसन अप भएको, जस्तै कि मुभिङ एभरेज 9 भन्दा माथि रहेको स्टकहरू चाहिँ जम्मा 32वटा मात्रै छन् भनेपछि मुभिङ एभरेज भन्दा तपाईँको 9 भन्दा तल गएको स्टकहरू चाहिँ 224वटा छन् भनेको यो सर्ट टर्मको लागि चाहिँ धेरै नै तल गइरहेको छन् स्टकहरू। त्यस्तै किसिमले मुभिङ एभरेज 20 भन्दा माथि रहेको स्टकहरू 51वटा छन् भन्छ नि, मुभिङ एभरेज 20 भन्दा मुनि रहेको स्टकहरू चाहिँ 205वटा छन् होइन, जसबाट चाहिँ नि अलिकति लङ टर्म लिनेहरूलाई चाहिँ नि होइन यो चाहिँ नि त्यसमा पनि बेरिस नै भनेर देखिन्छ हामी चाहिँ नि। रिट्रेसमेन्ट लेभलमा चाहिँ नि 0.1मा जस्तै 100% रिट्रेसमेन्ट भएको चाहिँ नि 136वटा छ भन्छ नि, धेरै जसो स्टकहरू चाहिँ नि धेरै तल नै आइसकेको छ भनेर बुझिन्छ होइन। 381मा 21वटा मात्रै छ, यो चाहिँ नि 100 डेजको अप एन्ड डाउनबाट चाहिँ नि रिट्रेसमेन्ट लिएको हो होइन। 21वटा स्टकहरू चाहिँ नि राम्रो पोजिसनमा छ र 50% रिट्रेसमेन्ट भएको चाहिँ नि स्टकहरू चाहिँ नि 17वटा मात्रै छ होइन। त्योभन्दा बढी चाहिँ नि 789मा 82वटा छ भन्छ नि, 100मा चाहिँ नि 136वटा छ। यसबाट चाहिँ नि लिने पोजिसनहरू चाहिँ नि अब कुन चाहिँ अवस्थामा छ त्यो चाहिँ हामीले चाहिँ राम्रोसँग केलाएर हेर्न सकिन्छ होइन। बोलम स्पाक यसमा खास त्यस्तो केही पनि देखिएको छैन। भारमा चाहिँ नि जस्तै कि तपाईँको बिलो तपाईँको मुभिङ एभरेज भन्दा तल आएको चाहिँ नि तपाईँको 146वटा स्टक छन् भन्छ नि, भोलममा चाहिँ नि मुभिङ एभरेज भन्दा माथि रहेको डबल आएको स्टक चाहिँ नि 15वटा छन् आजको दिनमा, र एबोभ 5 चाहिँ नि तपाईँको एउटा मात्रै स्टक छ होइन। त्यो चाहिँ नि हजुरहरूलाई पनि थाहा छ, अहिले हामी यसको डिटेलमा अझ हामी हेर्नेछौँ। त्यस्तै किसिमले बल्क ट्रेडमा चाहिँ नि टोटल बल्क ट्रेड चाहिँ नि आज 15,93,333 किता भएको छ भन्छ नि, सबैभन्दा बढी बल्क ट्रेड चाहिँ नि MBJCमा भएको छ, 3,08,066 किता 8चोटि हिट भएको छ। त्यस्तै किसिमले NGPL, निफ्रा, BHL, HIDCLमा भएको छ होइन। अनि मार्केट प्राइसमा माथि किनेको स्टकहरूमा
एनजिपिएल, युपिसिएल, राधि, निफ्रा, एचआइडिसिएल छ। यो चाहिँ यति क्वान्टिटी माथितिर एमकेटीमा माथितिर किनिएको छ भने चाहिँ यतिचोटि चाहिँ त्यसको हिट भएको छ। त्यस्तै किसिमले मार्केट प्राइसमा बेचिएको स्टकहरू पनि एनजिपिएल, युपिसिएल, राधि, एचआइडिसिएल र निफ्रा नै छन् यसको क्वान्टिटी र यसको हिट काउन्टहरू। त्यस्तै किसिमले आजको टप बाईमा तपाईको एमबिजेसी 58 नम्बरले चाहिने 3,50,670 किता किनेको छ हैन यो एभरेज रेटमा। त्यस्तै किसिमले एनजिपिएल 50 नम्बर ब्रोकरले यो रेटमा यो क्वान्टिटी, निफ्रा 58 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा, एनजिपिएल 33 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा, एनजिपिएल नै 49 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा। त्यस्तै किसिमले सेलमा के आछ भन्छ नि एमबिजेसी 58 नम्बरले सेम एज तपाईको 3,36,497 किताब बेचेको छ 312 रुपैयाँ 79 पैसामा। अनि त्यस्तै किसिमले 58 नम्बर ब्रोकरले निफ्रा बेचेको छ यो क्वान्टिटी यो रेटमा, एनजिपिएल 84 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा, एनजिपिएल 58 नम्बर ब्रोकरले नै बेचेको छ यो क्वान्टिटी यो रेटमा, एचआइडिसिएल 58 नम्बरले नै बेचेको छ यो क्वान्टिटी यो रेटमा। ओभरअलमा 58 नम्बर ब्रोकरले धेरै नै बेचिएको देखिएको छ यसमा। त्यस्तै किसिमले आजको भोलाटाइल स्टकहरुमा चाहिँ एनएबीबीसी जसमा चाहिँ 12% को भोलाटाइल थियो आज हैन, डब्ल्युएनएलबी 11.48% को, यूपीसीएल, एमबीजेसी, एनजीपीएल हैन यिनीहरु चाहिँ टप 5 भोलाटाइल स्टकहरु भयो। आजको हाईली ट्रेडेबल लिक्विड स्टकहरुमा चाहिँ एनजीपीएल, यूपीसीएल, राधि, एचआइडिसीएल पी रहेको छ हैन। र अकुमुलेसन र डिस्ट्रिब्युसनमा बढी देखेको छ भने अकुमुलेसनमा एकदम कम देखेको छ। 75 वटा स्टकहरु चाहिँ अकुमुलेसनमा देखेको छ भने चाहिँ 162 वटा स्टकहरु चाहिँ डिस्ट्रिब्युसन देखेको छ। त्यस्तै गरिकन अब हामी वीकली अपडेटतिर। यो हप्ता सबैभन्दा बढी चेन्ज भएको चाहिँ स्टक चाहिँ राधि हो जसमा चाहिँ 11.82% ले चेन्जेस आएको छ हैन। टीपीसी 10.73 ले, यूपीसीएल 8.99, जीएचएल 8.01, एनजीपीएल 5.94% ले चेन्जेस आएको छ। यसमा चाहिँ ट्रेडेड क्वान्टिटी र यसको चाहिँ भोलाटाइल पनि छ हैन, हेर्नु होला राम्रोसँग भिडियोलाई पज गरेर हेरे पनि हुन्छ। त्यस्तै किसिमले यो हप्ताको भोलाटाइल स्टकहरु चाहिँ कोरबेल, एसएल, बीएसएल, एनएबीबीसी, एसएचएल र राधि छन् हैन। यसको भोलाटाइल चाहिँ यहाँ छ। त्यस्तै किसिमले चाहिँ टप फिल्टर बाइ ट्रेडेड क्वान्टिटीमा सबैभन्दा बढी ट्रेड भएको चाहिँ स्टक कुन कुन हो त यो हप्ता भन्दाखेरि एनजीपीएल, बीएचएल, एचआइडिसीएल, यूपीसीएल, राधि भएको छ सबैभन्दा हाईएस्ट ट्रेडेड क्वान्टिटीमा। अनि टप बाईमा आएको छ एचआइडिसीएल 45 नम्बर ब्रोकरले चाहिँ यति किता किनेको छ यो रेटमा, निफ्रा 58 नम्बर ब्रोकरले यति क्वान्टिटी यो रेटमा, एनजीपीएल 33 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा, वरुण 58 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा, बीएचएल 42 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा बढी मात्रामा किनेको छ भन्छ नि। बेच्नेहरुमा पनि निफ्रा 58 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा बेचेको छ, बीएचएल 58 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा बेचेको छ, एसपीपीएल 58 नम्बर ब्रोकरले नै यो क्वान्टिटी यो रेटमा बेचेको छ, एनजीपीएल 44 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा बेचेको छ, एसएचएल 51 नम्बर ब्रोकरले यो क्वान्टिटी यो रेटमा बेचेको छ हैन। यसलाई नम्बर र रेट चाहिँ हजुरहरुले नै हेर्नु होला। त्यस्तै किसिमले टप अकुमुलेसनमा चाहिँ सर्वोत्तम एनएचपीसी, पीपीसीएल, जीएचएल, टीपीसी आएको छ। यो 5 दिन नै अकुमुलेसन भएको छ भने चाहिँ डिस्ट्रिब्युसनमा चाहिँ एनडब्ल्यूसीएल, डब्ल्यूएनएलबी, एनएमबी, केएमसीडीबी, एसएडीबीएल चाहिँ डिस्ट्रिब्युसनमा आएको छ। यो चाहिँ सबै रेशियो वाइज हुन्छ। मन्थली समरी हामी महिनाको अन्त्यतिर हेर्नेछौँ। अब आउँ हामी अर्को एनालाइसिसतिर। हजुरहरुलाई कुनै स्टकको तपाईहरुको एनालाइसिस गर्नु छ भने चाहिँ कुनै दुईटा स्टकको चाहिँ नि म वीकली अपडेट गर्दिन्छु हैन। त्यसमा चाहिँ डिटेलली मसँग यो करेला एपबाट के आउँछ, के हेर्न सकिन्छ भन्ने चाहिँ म राख्दिने छु। हजुरहरुको त्यस्तो कुनै आफ्नो स्टकको बारेमा जिज्ञासा छ भने चाहिँ मलाई कमेन्टमा लेखिदिनु होला। म त्यो सकेसम्म एड्रेस गर्ने कोसिस गर्नेछु। तर अहिले सुरुवातमा चाहिँ म जम्मा दुईटा स्टकको मात्रै एनालाइसिस गर्नेछु है त। अब हामी वीकली क्यान्डल कस्तो बन्यो भनेर, जस्तै कि डब्लु गर्नु बित्तिकै यहाँ वीकली क्यान्डल पनि आउँछ, सी गर्यो भने यो नर्मल क्यान्डलहरु आउँछ भन्छ नि। लास्ट वीक हामीले कुरा गरेको जस्तै यो हप्ता यो क्यान्डलबाट माथि जान सकेन, जसमा हामीले मन्थली क्यान्डल पनि राखेर हेर्न सक्छौं हैन।
यसपालिको मन्थली क्यान्डल चाहिँ नि रातै बनेको छ, योभन्दा माथि बढी क्लोज हुन सकेन, तल आएको छ है, हेर्न सकिन्छ हैन। यो मन्थली क्यान्डल्स नर्मल क्यान्डलसँग मन्थली क्यान्डल भयो, मन्थली क्यान्डललाई हटाउँ र विकली क्यान्डल राखौँ, तल आएको छ है। यो चाहिँ नि क्यान्डल वाइज भयो। रिग्रेसन ट्रेन्ड वाइज हैन, यो चाहिँ नि अहिले हामी कस्तो छ भन्छ नि साइड वेजमा बसिरहेको छ हैन। मार्केट चाहिँ नि यो रेन्जलाई चाहिँ नि न तल ब्रेक गर्न सक्यो न माथि ब्रेक गर्न सक्यो। पहिला यहाँदेखिको यो रेन्ज छ, यसलाई नि कतातिर ब्रेक गर्छ त हामीले त्यो वेट गर्नुपर्ने हुन्छ। हेर्दै जाउँ, मार्केट अझ पनि तल आउने सम्भावना धेरै नै छ र माथि गए पनि एउटा साइडवेज लेभलमै रेन्जमै बसिराख्ने चाहिँ नि पोसिबिलिटिज धेरै हाई देखिन्छ अर्को हप्ता। अब आउँ यहाँ फ्लोरसिटबाट चाहिँ नि डेली फ्लोरसिटमा हेरौँ। हजुरहरूको अगाडिको यताको डिटेलहरू अहिले चाहिँ यहाँनिर बाई भल्लममा हामीले सर्टिङ गर्ने बित्तिकै सबै देखिन्छ। हेर्नुहोस् है, हरेकको एमबिजेसी 58 नम्बर ब्रोकरले यति किता किनेको छ हैन, एनजिपिएल 50 नम्बर ब्रोकरले, निफ्रा यो सबै डिटेलमा छ। बाई सेल एकैचोटि आउँछ। यहाँ कति किता किन्यो कति किता बेच्यो भनेपछि 58 नम्बर ब्रोकरले एनजिपिएल झनै 3,50,670 किता किनेको छ भने 3,36,497 किताब बेचेको छ है। अब यसमा हाम्रो बल्क ट्रेडलाई चेक गर्ने हो भने चाहिँ बल्क ट्रेडमा एनजिपिएल मात्रै हेरौँ। यसमा सबै राखेर हेरौँ, हाई क्वान्टिटीलाई टपमा राखेर हेर्दाखेरि थाहा हुन्छ हैन। एमबिजेसी हेर्नुहोस् त, 58 नम्बर ब्रोकरले 58 नम्बरलाई नै बेचेको छ हैन। यो सबै देखिन्छ कुन चाहिँ कसले कसलाई बेचेको र कसले कहाँ किनेको भनेर हैन, कुन चाहिँ रेटमा पनि छ, क्वान्टिटी छ हैन, कति एमाउन्टको ट्रान्जेक्सन भएको छ भनेर पनि यो सबै देखिन्छ। यसको कारणले के देखिन्छ भन्छ नि यसको क्वान्टिटी यदि घटाइदिने हो भने चाहिँ आजको दिनमा चाहिँ एमबिजेसीमा खास त्यति धेरै क्वान्टिटी छैन, जति देखाउन खोजेको हो त्यति चाहिँ रियल क्वान्टिटी छैन भनेर बुझिन्छ। यहाँ पनि छ एमबिजेसी हैन, 58 नम्बर ब्रोकरले 58 नम्बर ब्रोकरसँग नै किनबेच भएको छ। यहाँ पनि धेरैवटा त्यस्तो स्टकहरू छन्, यो तपाईँहरूले चाहिँ एपबाट हेर्न सक्नुहुनेछ। डेली फिल्टरमा जाउँ। जस्तै कि यो हप्तामा चाहिँ विकलीको जस्तै कि 5 डेजको हेरे पनि हुन्छ, सेम 5 डेजमा छ अहिले हैन। बाई भोलममा सबैभन्दा यहाँ देखिन्छ एनजिपिएल, वरुण, बिएचएल, एनजिपिएल हैन आदि इत्यादि नै देखिन्छ। सेल भोलममा यदि हेर्ने हो भने चाहिँ 5 दिनको सेल भोलममा बिएचएल, एसपिएल, एनजिपिएल, एसएचएल हैन यो सबै देखिन्छ। बाई सेल कसले गर्यो हैन, यो कुन चाहिँ हैन कति दिनको ब्रोकर नम्बरले कति ट्रान्जेक्सन गर्यो, निकालेको किनकि बेच्यो भनेर। जस्तै ब्यालेन्सबाट हेर्ने हो भने चाहिँ सबैभन्दा यो हप्ता बढी पैसा निकाल्ने ब्रोकर चाहिँ 58 छ, जसले चाहिँ बिएचएलबाट निकालेको छ। 58ले एसपिएलबाट पनि निकालेको छ, एएचपिसीबाट पनि निकालेको छ। एसएचएलमा तपाईको 51 नम्बर ब्रोकरले निकालेको छ हैन, यो हैन यो चाहिँ किता हो हैन। त्यस्तै किसिमले राधि, एनजिपिएल आदि इत्यादि है तपाईहरुले हेर्न सक्नुहुन्छ। अब पैसा इन्जेक्ट गर्ने ब्रोकरहरु चाहिँ को हो त? सबैभन्दा बढी किन्नेहरु एनजिपिएल 38 नम्बर किनेको छ, राधि 28 ले, बिएचएल 42 ले, बीपीसीएल 26 ले आदि इत्यादि हैन। त्यस्तै किसिमले अकुमुलेसन र डिस्ट्रिब्युसन भएको त अघि नै मैले भनिसके हैन। इभन तपाई हेर्न सक्नुहुन्छ 5 दिनको यहाँबाट सेम त्यही हो, अघि नकै आको हैन। यसमा टप 5 लाई लिएको छ हैन, त्यो चाहिँ अघि नै रेशियोबाट काउन्ट भएको छ। यसमा चाहिँ डिस्ट्रिब्युसन तपाई केबाट हेर्ने त हैन। यो 5 दिनको डे काउन्ट अकुमुलेसन कति भएको छ यहाँ हेर्न सक्नुहुन्छ हैन, डिस्ट्रिब्युसन कति भएको छ त्यो हेर्न सक्नुहुन्छ, यही डे वाइज को। त्यस्तै किसिमले ब्रोकर फिल्डमा जाउँ हैन। सेक्टरको हेर्ने हो भने चाहिँ अब 5 दिनकै सेक्टरमा हेरौँ, सबैभन्दा बढी क्वान्टिटी तपाईको हाइड्रो पावर, इन्भेस्टमेन्ट, बैंकिङ, डेभलपमेन्ट बैंक, अदर्स, म्यानुफ्याक्चर, लाइफ इन्स्योरेन्स, फाइनान्स, माइक्रो फाइनान्स, नन लाइफ, होटल र ट्रेडिङमा आएको छ। भने चाहिँ एमाउन्टको हिसाबले तपाईको हाइड्रो पावर, इन्भेस्टमेन्ट, डेभलपमेन्ट बैंक, अदर्स, बैंकिङ, लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चर, माइक्रो फाइनान्स, फाइनान्स, नन लाइफ, होटल र ट्रेडिङमा आएको छ। यो चाहिँ लाखमा। त्यस्तै किसिमले चाहिँ ब्रोकरहरूले कुन कुन सेक्टरमा त्यो कति एमाउन्टमा चाहिँ उहाँहरूले चाहिँ एक्जिट गरे, एन्ट्री गर्यो भनेर चाहिँ बाई भोल्युम र सेल भोल्युमबाट पनि हेर्न सकिन्छ र ब्यालेन्सबाट पनि हेर्न सकिन्छ। सिधै ब्यालेन्सबाट हेरौँ हैन। सबैभन्दा बढी चाहिँ 58 नम्बर ब्रोकरले हाइड्रोबाट निकालेको छ, 45 ले हाइड्रोबाट नै निकालेको छ। बैंकिङमा 58 नम्बर ब्रोकरले निकालेको छ, इन्भेस्टमेन्टमा 42 नम्बर ब्रोकरले निकालेको छ। भने चाहिँ इन्जेक्ट गर्नेहरुमा चाहिँ
डेभलपमेन्ट ब्याङ्कमा 72 नम्बर ब्रोकरले डेभलपमेन्ट ब्याङ्क धेरै नै किनेको छ। लाइफ इन्सुरेन्स 75 नम्बर ब्रोकरले, हाइड्रो पावरमा 28 नम्बर ब्रोकरले, 45मा इन्भेस्टमेन्टमा 45ले, हाइड्रो पावरमा 34 नम्बर ब्रोकरले, होइन, यिनीहरू टप 5 को मनी इन्जेक्ट गर्ने ब्रोकर भयो। जस्तै कि यो हप्ता स्याम्बलमा हेर्ने हो भने चाहिँ 5 दिनको सबैभन्दा बढी ट्रेडेड क्वान्टिटी एनजिपिएल, बिएचएल, होइन, एचआरइसिएल, युपिसिएल, राधि आदि इत्यादि त मैले अघि नै पनि भनेको थिएँ। त्यस्तै किसिमले तपाईँको यो क्वान्टिटी ट्रेड भएको क्वान्टिटीहरू है, यो रोटेसन पनि थाहा हुन्छ। यो चाहिँ नि ब्रोकर इन्भेस्ट आजको हो, होइन, यो आजको त नर्मली अरू वेबसाइटमा पाइन्छ। र यसमा नर्मली अहिले अपडेट भनेको चाहिँ नि हामीले यो कलर सेटिङ चाहिँ नि हामीले तपाईँहरूले चाहिँ आफैले सेभ गरेर चाहिँ नि राख्नुहुने चाहिँ भएको छ, होइन। यो सेभ गर्ने बित्तिकै, होइन, अलरेडी तपाईँको यो चाहिँ नि सर्भरमा गएर सेभ हुन्छ। सो एनी टाइम यो सबैलाई सेयरेबल हुन्छ। सेभ गर्ने बित्तिकै तपाईँले हेर्न सक्नुहुनेछ। एउटा अपडेट भएको छ हाम्रो, होइन, अलर्ट आएको छ, होइन, जुन अस्ति पनि हामीले कुरा गरेको थियौँ, होइन। पाइभट सेटिङ त अलरेडी छँदैछ है। अनि अर्को यो सी गर्ने बित्तिकै यो क्यान्डल हराउने र अन अफ भएको छ। नयाँ अपडेटमा खासै त्यस्तो छैन। र आउँदो दिनहरूमा धेरै नयाँ अपडेटहरू लिएर आउनेछौँ। र हजुरहरूलाई कुनै पनि नयाँ चिजहरू, नयाँ इन्फर्मेसनहरू यसमा अपडेट गर्नु छ, हजुरहरूलाई सुन्ने या हेर्ने जिज्ञासा छ भने चाहिँ मलाई भन्नुहोला, होइन। म त्यो चाहिँ राख्ने कोसिस गर्नेछु। र अन्तिममा अब आउँ हामी यो प्रोबेबिलिटीतिर। अहिले अस्तिको हिजोको कम्पेरिटिभली, होइन, आज 57.14% चाहिँ एक्युरेसी आएको छ भने चाहिँ जसमा पोजिटिभ काउन्ट यो अब आजको लागि हिजोको डाटाबाट प्रेडिक्ट गरेको 111वटा पोजिटिभ काउन्ट थियो भने चाहिँ आज 79वटा मात्रै स्टकहरू पोजिटिभमा छन् भने चाहिँ नेगेटिभ काउन्ट चाहिँ 89वटा भएकोमा चाहिँ 160वटा चाहिँ 59वटा चाहिँ नेगेटिभ भएको छ, होइन। अब हेरौँ आउँदो दिनहरूमा चाहिँ यो हिसाबले चाहिँ नर्मली पोजिटिभ जस्तो देखिन्छ, होइन। अलमोस्ट अल उस्तै पोजिटिभ र नेगेटिभ अलिकति मात्रै फरक आएको छ। त्यस कारणले चाहिँ धेरै पोजिटिभ हुनु पनि त्यति हामी चाहिँ म चाहिँ ठान्दिनँ। यसको लग भयो यो। यसमा ट्र्याक हेऱ्यो भने चाहिँ कुन कुन स्टकमा पोजिटिभ आउन सकिन्छ र नेगेटिभ आउन सकिन्छ यसबाट हेर्न सकिन्छ, होइन। अरू के देखौँ, यो स्ट्राटेजीको हो। अहिले हाम्रो स्ट्राटेजीमा एउटा एक्स्ट्रा स्ट्राटेजी थपेको छ जुन चाहिँ पहिलाभन्दा यो 1-1 भन्दा पनि बेटर छ, होइन। अब फास्ट छ। जस्तै किसिमले फास्ट 1-1 भन्दा फास्ट 102 अझ बढी फास्ट थियो भने चाहिँ स्विम 1-1 भन्दा स्विम 102 चाहिँ बढी नै यसमा चाहिँ तपाईँको चाहिँ देख्नुहुन्छ, होइन। यसले चाहिँ जस्तै कि मानिलिउँ यसमा चाहिँ एसिएल, बिएसएलमा चाहिँ 628वटा तपाईँको ट्रेड देखाएको छ भने चाहिँ स्विम 1-1मा चाहिँ 3वटा मात्रै देखाएको छ, होइन। यो आदि इत्यादि बाँकी चाहिँ अरू डाटाहरू चाहिँ तपाईँहरूलाई डिटेल चाहिँ डिस्कर्डमा आएर हेर्नु होला, होइन, सोध्नु होला, हामी त्यहाँ बताइदिन्छौँ। र आउँदो दिनहरूमा चाहिँ कम्प्लिट भिडियो ट्युटोरियलहरू पनि आउँदैछ, होइन। यी एपको माध्यमबाट चाहिँ तपाईँहरूले चाहिँ ट्युटोरियल हेरेर चाहिँ यो एपलाई कसरी चलाउने, यो एपबाट चाहिँ हामीले चाहिँ नेप्सेलाई कसरी बुझ्ने आदि इत्यादि डिटेल कुराको हामी भिडियोहरू चाहिँ बनाएर राख्दिनै छौँ, होइन। हजुरहरूले राम्रोसँग ट्रेड गर्नु होला। यो एपको जति पनि मद्दतबाट चाहिँ हजुरहरूले इन्फर्मेसन कलेक्ट गर्नुहुन्छ, पाउनुहुन्छ। आशा छ हजुरको ट्रेड चाहिँ राम्रो होस् र अब आउने हप्ता चाहिँ हजुरको राम्रो सुखद होस् भन्ने आशा गर्दछु। ह्याभ अ ग्रेट विकेन्ड। थ्याङ्क यू। सी यू नेक्स्ट विक। बाई बाई।